नमस्कार। आज युजिपिओ सरेन्डर युजिपिओको एउटा टिम हाम्रो युजिपिओ वेलफेयर चेयरम्यानज्यूको घरमा आज हामी जी न्युज टुडेलाई एउटा हामी प्रेस मिट दिनु गइरहेका छौँ। हिजोको दिनमा जुन जिडिसीको बारेमा र प्रेम तामाङज्यूको बारेमा जुन आसाममा एउटा जुन सोसियल मिडियामा जुन एउटा हावा जुन एउटा मजाले चलिरहेछ त्यस विषयमा दुईटा कुरा हामी राखौँ भनेर हामी युजिपिओको परिवार र युजिपिओको टिम यहाँ हामी बसिरहेका छौँ। हिजोको दिनमा प्रेम तामाङज्यूले जुन कुराहरू सामाजिक माध्यममा कुरा गर्नुभएको थियो जुन बाहिर बस्ने केटाहरूको बारेमा र प्रेम तामाङजीले स्पष्ट के भन्नुभएको छ भने सबै बाहिर बस्ने केटाहरूलाई मैले भनेको होइन, त्यहाँ 2-3 जना केटाहरूको बारेमा मैले बोलेको हो भनेर स्पष्टीकरण दिइसक्नु हुँदा पनि उहाँलाई तमिलनाडुबाट कहाँबाट फोन आएर एउटा धम्की लगाएर फोन गर्ने त्यो भाइको यत्रो हिम्मत कहाँबाट आयो? हिजोको दिनमा जातिको लागि सबै थोक मरि मिटेर त्यहाँ आफ्नो सब थोक त्यागेर जातिको लागि निस्किएको मान्छेलाई त्यस्तो धम्की लगाउने एउटा नराम्रो काम जुन भइरहेको छ त्यो एउटा नराम्रो जस्तो लाग्छ हामीलाई। त्यसैले म के भन्नु चाहन्छु भने हिजोको दिनमा प्रेम तामाङको जातिप्रति जुन एउटा अवदानहरू छ त्यो बिर्सिनु हुँदैन हामीले। आज प्रेम तामाङको नेतृत्वमा जिडिसीले के गर्यो कसो गर्यो त्यो बेङ्गलोरमा बसेर उहाँबाट सोसियल मिडियामा लगाएर रञ्जित शर्माले उहाँबाट आरटिआई हानेर हिसाब खोजेर हुँदैन। आज हिसाब खोज्नुपर्छ भने ऊ रञ्जित भाइ आसाममा आएर आसामको हर डिस्ट्रिक्टमा र हर गाउँमा घुमेर आसाममा जिडिसीको कति डेभलपको काम भएको छ छैन त्यो यहाँ आएर हेरेर आरटिआई हान्नुपर्छ। ठिकै छ, उहाँले आरटिआई हान्नुहुन्छ भने यहाँ आएर सबै जातीय संस्थालाई एकजुट बनाएर प्रेम तामाङले यस्तो गरौँ उहाँको डेभलपमेन्ट भएको छैन भने पनि हामी पनि साथ दिनेछौँ। तर बेङ्गलोरमा बसेर एउटा शीर्ष नेतृत्वलाई उङ्ली उठाउने अधिकार रञ्जित शर्माको छैन, त्यो स्पष्ट कुरा हो। र अर्को कुरा रञ्जित भाइलाई म के भन्नु चाहन्छु भने आसाममा बसेर जुन गुरुहरूले उहाँ बेङ्गलोरमा बस्ने रञ्जित भाइलाई सिकाइरहेका छन् त्यसको लैलैमा रागेर यहाँ आएर यहाँको जुन संस्थालाई उङ्ली उठाउन अधिकार उसको छैन। र अर्को कुरो मैले हिजो भर्खरै हाम्रो शीर्ष नेतृत्व हाम्रो एजिएसका हाम्रो जगदीश खनालजीको मैले प्रेस मिट पनि मैले हेरेँ। उहाँको काम के हुनुहुन्छ के हुनुपर्छ भनी उहाँले कसरी हामीलाई एक राखेर चाहिँ कसरी अघि बढाउनुपर्छ त्यो गर्ने हो कि आगोमा घिउ हाल्ने काम गर्नुपर्ने हो। आज प्रेम तामाङको भुल छ भने सबै संस्थालाई एकजुट राखेर चाहिँ सबै हेरौँ न काम जिडिसीको भएको छ छैन। भएको छैन भने सबै संस्था मिलेर आरटिआई हान्नु। पार्सनल उसको मन मिटअप के छ त्यो हेरेर पार्सनल घात गर्नु पाइँदैन। आज हामीले के सोच्नुपर्छ भने आसाममा हामीले 5 जना एमएलए दिनु सकेको छैन, कत्रो दुर्भाग्यको कुरा हो। एउटा एमपी हामीले दिनु सकेको छैन, कत्रो दुर्भाग्यको कुरा हो। आज त्यसमाथि चाहिँ हामीले टाउको मार्नु छैन। जो चाहिँ अलिकति नेतृत्व अलिकति माथि जाँदैछ त्यसको खुट्टा कसरी तान्नु त्यसमा हाम्रो ठुलो ठाला मान्छेहरूले त्यसमा ध्यान दिएर चाहिँ आज हाम्रो जातिको जुन अस्तित्व छ त्यसलाई तल पुर्याउने काम गरिराखेको छ। र म के भन्नु चाहन्छु भने हामी जति बेलासम्म एकजुट हुँदैनौँ त्यति बेलासम्म हामीले केही हक अधिकार केही पाउने छैनौँ। हाम्रो नेतृत्वलाई हामीले अघि बढाउन सक्यौँ भने हामी आसाममा बस्ने 30 लाख गोर्खाले पनि केही बेनिफिट पाउनेछौँ। र म के भन्नु चाहन्छु अन्तिममा भने कुनै पनि मान्छे आफ्नो इच्छाले बाहिर गएर कमाएर खानुको लागि गएको हुँदैन, आफ्नो परिवारलाई छोडेर दुःखले गर्दा नै गएको हो। तर त्यसमा पनि प्रेम तामाङज्यूले भन्दै अलिकति ठुलो कुरा गर्नुभयो होला, अलिकति धेरै कुरा गर्नुभयो होला, तर उहाँले स्पष्टीकरण दिइसक्नु भएको छ। मैले सबैलाई भनेको होइन, मैले 1-2 जना भाइहरूलाई मात्रै भनेको। त्यो सानो कुरालाई लिएर यत्रो ठुलो बनाउनु कुरा आउँदैन।
रञ्जित शर्मा भाइलाई म स्पष्ट के भन्नु चाहन्छु, इलेक्सनमा भाइ हिरो हुनु खोजेको जस्तो लाग्छ। यो आसामको 30 लाख गोर्खा बुडबक छैनन् अहिले। इलेक्सनको बेलामा भाइ हिरो भएर प्रेम तामाङलाई उङ्ली उठाएर आफू हिरो हुनु खोजे जस्तो लाग्यो मलाई। र म आसाममा बसोबास गर्ने 30 लाख गोर्खाहरूलाई अनुरोध गर्छु कि यस्ता सानो सानो कुरामा लागेर हाम्रो गोर्खा जातिको जुन भविष्यलाई अन्धकारमा हाल्नु हुँदैन भन्ने म अनुरोध गर्दछु। जय गोर्खा।